हेलो एभ्रिवान, आज चाहिँ म तपाईहरुलाई लोकल चिकनको रेसिपी है मैले कसरी घरमा बनाउँछु भनेर देखाउँछु है त। मैले चाहिँ काटिसके प्याज अनि बसाइसके चिकन है, टमाटोहरु पनि कट गरिसकेर मैले टक्कै मेरो मसाला रेडी भएको मेरो आफ्नो हिसाबको मसाला लाएर म चाहिँ टक्क बनाउँदैछु है। यसरी पकाएर खान्छु हामी चाहिँ जहिले पनि। अब हामीलाई चाहिँ मिठै लाग्छ। तपाईहरुले चाहिँ कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुस् है। स्वाद अनुसारको नमक है, नुन लाउनु पर्यो। तपाईहरुलाई टेस्ट अलिकति मात्रै लाग्छ किनभने मैले अलरेडी नुन एडेड छ नि त, त्यही भएर चाहिँ कम्ती मात्रै लाग्छ। अलि चाखेर लाउनुपर्छ अनि छोप्ने अनि अलिक बिस्तारै पानी लाउँदै यसलाई चाहिँ पकाउनुपर्छ। यसलाई टाइम लाएर बिस्तारै जति कम्ती आँचमा पकाए त्यति नै दामी हुन्छ। सो मैले चाहिँ कम्ती आँचमा गरेर चाहिँ अब टक्कसँग छोपिदिनुपर्छ है। अन्त मेरो चिकन चाहिँ यतिको भइसकेको छ, अब रेडी भइसक्यो। अब चाहिँ धनिया सनिया लगाएर चाहिँ अब मेरो चिकन रेडी भयो। यो चिकनले चाहिँ टक्कसँगले तेल छोड्छ नि त। अब चाहिँ खानको लागि रेडी भयो। मेरो चिकन चाहिँ यतिको दामी भयो। हामी चाहिँ लोकल चिकन हो यसरी बनाएर खान्छु। तपाईहरुले कसरी बनाएर खानुहुन्छ कमेन्ट गर्नुस् है त। मेरो चाहिँ एकदमै दामी भएको छ चिकन चाहिँ है, एकदमै मिठो भएको छ। सो मेरो लोकल चिकन पाकिसक्यो। अब चाहिँ हामी खाना खानु बसेको। मेरो खानाको थालमा छ धनियाको अचार, सिस्नुको फुल, लोकल चिकन मासु, लामो खाले फिङ्गर अनि अकबरे खोर्सानी। सो एकदम खाना चाहिँ टेस्टी भएको थियो है। मैले चाहिँ मजाले खाएँ। थ्याङ्क यू फर वाचिङ।